हेलो चेक चेक माइक टेस्टिङ। र आज चाहिँ जतिजना पनि मेरो वेल विशर्स ट्रु वेल विशर्स भन्न चाहन्छु, जसले मलाई भेट्दाखेरि खै त दीपक आजभोलि तिम्रोबाट कविताहरू फेसबुक अनि युट्युबमा आउनै छाड्यो त भनेर मलाई सोध्नुहुने मेरो वेल विशर्सको लागि एउटा कविता तयार पारेको छु है। अनि यस चित्रमा हजुरहरूले हाँसिरहेको एक जोडी, एक लभर है, लभ बर्ड्स भन्न चाहन्छु। र उहाँहरूको परिचय चाहिँ मिस्टर विजय सुब्बा हुनुहुन्छ अनि उहाँको श्रीमती है, प्यारी श्रीमती मेरो भाउजू। अनि मेरो आजको कविताको शीर्षक छ सायद। र यो कविता चाहिँ म मेरो वेल विशर्स अनि यस चित्रमा देखिनुहुने क्युट कपललाई म डेडिकेट गर्न गइरहेछु। सायद तिमी सायद धुम्म दिनपछिको उज्यालो घामको किरण बनेर आयौ। तिमी सायद समुद्र भित्र गहिरिएर निसासिएर पाएको मोती झै मेरो जीवनमा आयौ। तिमी सायद कचल्टिएको वृक्षमा निराशाले मर्न लाग्दा डाली नुइने फल बनेर फलिदियो। सायद औँसीको रातहरूमा जुनको ज्योति नहुँदा जुनकिरीको ज्योति बनेर आयो। सायद म जीवनसँग हार मानि सक्ने बेला जित अनि प्रीत दुवै बनेर आयो। सायद म खिया लागेर मकिएर टुट्ने बेला तिमी धारिलो धार बनेर आयो। सायद म ढुङ्गा झै कठोर भएर चाम्रिने बेला तिमी वज्र झै भएर मलाई फेरि कमुलो माटो बनायो। सायद म अरबौं मान्छेको भिडहरूमा एक्लो महसुस गर्दा तिमी अरबौं मान्छेको भिडमा मन मिल्ने मान्छे बनेर आयो। सायद म लेख्न छाडिसकेको मान्छेको सादा पान्नाहरूमा तिमी सायद कविताको शीर्षक बनेर आयौ। सायद म लेख्न छाडिसकेको मान्छेको सादा पान्नाहरूमा तिमी सायद कविताको मिठो शीर्षक बनेर आयौ। धन्यवाद।